के तपाईको युट्युब च्यानलमा 1000 सब्स्क्राइबर पुगेर पनि तपाईकोमा 4000 घण्टा वाच टाइम नपुगेर चिन्तित हुनुहुन्छ अथवा समस्यामा हुनुहुन्छ भने आज तपाईको लागि हामीले यो भिडियो लिएर आएका छौं। यो भिडियो तपाईको लागि। आज तपाईले बुझिसक्नु भएको छ, तपाई हामीले युट्युबमा च्यानल मोनेटाइज गरेर पैसा कमाउनको लागि 1000 सब्स्क्राइबर चाहिन्छ र 4000 घण्टासम्म वाच टाइम भएको हुनुपर्छ अथवा तपाईको भिडियो 4000 घण्टासम्म टोटलमा हेरिएको हुनुपर्छ 1 वर्षको पिरियड भित्रमा। हो, आज तपाईलाई हामीले त्यो कुराहरू बताउँदै छौं र तपाईले यो भिडियो अन्तिमसम्म हेर्नु होला। अब लागौं आजको टपिक तर्फ। युट्युबको 3 बिग सिक्रेट्सहरु तपाईलाई हामीले बताउँदै छौं। अर्थात तपाईले यो तीनवटा काम गर्नुभयो भने तपाईले 4000 घण्टा सजिलोसँग पुर्याउन सक्नुहुन्छ। त्यो तीनवटा सिक्रेट बताउनु भन्दा अगाडि तपाईलाई हामीले एउटा रिभ्यु गर्छौं कि हाउ टु मेक युट्युब च्यानल भनेर तपाईलाई यो भन्दा अगाडिको हामीले भिडियोमा बताइसकेका छौं। तपाईले यो कुरा जान्नु भएको छैन भने, तपाई अत्यन्त नयाँ हुनुहुन्छ भने कसरी युट्युब च्यानल गराउने भन्ने बारेमा बताइसकेका छौं। त्यो भिडियो हेर्नु होला अथवा कमेन्ट गर्न नबिर्सनु होला। त्यसैगरी हाउ टु चुज निच अथवा तपाईले केसँग सम्बन्धित तपाईले भिडियो गराउने त भनेर कन्फ्युजमा हुनुहुन्छ भने पनि तपाईलाई हामीले विभिन्न आइडियाहरू दिइसकेका छौं। त्यो भिडियो पनि हेर्नु होला अथवा कमेन्ट गर्नु होला। त्यसैगरी च्यानल रिभ्युमा तपाईको एनालिटिक्समा कुन मान्छेहरूले हेरिरहेका छन्, कुन देशबाट हेरिरहेका छन्, मेल फिमेलले कुन जेन्डरले हेरिरहेका छन्, अनि कुन टाइममा हेरिरहेका छन्, कस्तो कस्तो चीजहरू हेरिरहेका छन् भन्ने कुराहरुलाई चाहिँ तपाईले हेर्न हामीले सिकाइसकेका छौं। र त्यसैगरी हाउ टु गेट 1K सब्स्क्राइबर अथवा युट्युब च्यानल मोनेटाइज गर्नको लागि पहिलो रिक्वायरमेन्ट भनेको, पहिलो क्राइटेरिया भनेको 1000 सब्स्क्राइबर हो। हो, त्यो चाहिँ कसरी ल्याउने त, कसरी पाउने त भन्ने बारेमा पनि तपाईलाई हामीले यो भन्दा अगाडि बताइसकेका छौं र आशा छ तपाईले यो चारवटै काम गरिसक्नु भएको छ र तपाईको च्यानलमा 1K सब्स्क्राइबर भइसकेको छ। अथवा तपाईकोमा यदि 1K सब्स्क्राइबर छैन, तपाईको कम छ भने कमेन्टमा कमेन्ट गर्न नबिर्सनु होला। किन भन्दा तपाईले कमेन्ट गर्नुभयो भने हामीले एउटा कुरा के बुझ्छौं भन्दाखेरि तपाईलाई त्योसँग सम्बन्धित भिडियो चाहिएको छ र हामीले त्यो भिडियो गराउनु पर्नेछ। र त्यसै गर्दाखेरि तपाईको एउटा कमेन्ट, तपाईको एउटा लाइकले गर्दा हामीलाई के लाग्छ भन्दा हामीले युट्युबमा अझै टाइम दिनुपर्छ, हामीलाई हेर्ने पनि साथीहरु हुनुहुन्छ भन्ने बारेमा पनि सहयोग गर्न। त्यसैले अब लागौं आजको खास टपिक तर्फ। त्यो खास टपिक के हो त भन्दा 3 बिग सिक्रेट्स। युट्युबमा 4000 घण्टाको लागि त्यो तीनवटा सिक्रेट के हो त? तीनवटा मात्रै कुरा छ, धेरै कुरा जान्नु पर्ने छैन। हो, तीनवटा कुरा तपाईले जान्नुभयो भने र आजैदेखि तपाईले यो कुरालाई फलो गर्नु भने 100% तपाईले 4000 घण्टा वाच टाइम पाउन सक्नुहुन्छ। अब हेर्न सक्नुहुन्छ के हो त त्यो? हामीसँग अहिले तीनवटा सिक्रेटहरु छन्, तीनवटा चाबी लगाएको छ। त्यो तीनवटा चाबी लगाएको लकलाई अब आज हामी खोल्ने विचार गरिरहेका छौं। अथवा तपाईलाई हामीले यो चाबी कसरी खोल्ने त? चाबी त अहिले लक छ, तपाईले देख्नु भएको छ। तीनवटा सिक्रेट भन्ने त थाहा छ, तर भित्र के छ त थाहा छ तपाईलाई? छैन। हो, त्यही कुरा तपाईलाई हामीले त्यो सिक्रेट हामीले तपाईलाई बताउँछ। अब लागौं पहिलो चाबी खोल्नतर्फ। अथवा खासमा यो थर्ड हो, तर पनि हामी तपाईलाई सुरुदेखि बताउँदै छौं र पहिलो चाबी खोलौं है त। अब पहिलो चाबी खोल्दाखेरि तपाईलाई सुरुमा तपाईले देख्न सक्नुहुन्छ है, यसरी तपाईले हामीले चारवटा कुरा दिएको छौं पहिलो चाबीमा अथवा पहिलो सिक्रेटमा। चारवटा कुरा राखेका छौं। पहिलो कुरा भनेको च्यानल ब्रान्डिङ। सबैभन्दा तपाईले पहिला भनेको च्यानल ब्रान्डिङ। अथवा तपाईले फिजिकली हेर्नुभयो भने तपाईको मार्केटमा पनि कुनै सामान बेच्नु पर्यो भने तपाईले त्यसलाई एकदम ब्रान्डिङ गर्नुपर्छ, चटक्क पार्नुपर्छ। यो च्यानल के हो त भन्ने कुरा चाहिँ तपाईले पत्ता लगाउनुपर्छ। र कुनै पनि हामीले सामान किन्छौं भने त्यो सामान यही हो भन्ने हामीले गराउनुपर्छ। हो, त्यो भनेको च्यानल ब्रान्डिङ हो। च्यानल ब्रान्डिङ कसरी गर्ने भन्ने बारेमा तपाईलाई हामीले यो भन्दा अगाडि पनि बताइसकेका छौं। त्यसैगरी च्यानलको आइकन, तपाईको युट्युब च्यानलको चाहिँ एउटा आइकन हुनु पर्यो। ब्रान्डिङ गरिसकेपछि, ब्रान्डिङ भनेको तपाईले नाम लेख्ने, के गर्ने, तपाईले केसँग सम्बन्धित चीजहरु बताउँदै हुनुहुन्छ त्यसको बाद ब्रान्डिङ गर्नुभयो। अब तपाई च्यानल आइकन गराउनुस्। च्यानलको एउटा आइकनको चट्ट एउटा सानो अक्षरमा, सानो पिक्चरमा तपाईको आफ्नो फोटो राख्ने हो अथवा केहीसँग सम्बन्धित राख्ने हो। त्यहाँबाट तपाईले एउटा आइकन एकदम क्लियर ट्याक्कै हेर्दाखेरि बुझ्ने खालको हुनुपर्नेछ। त्यसैगरी च्यानल हेरेर तपाईको नाम लेख्न सक्नुहुन्छ, तपाईको च्यानलको नाम लेख्न सक्नुहुन्छ, त्यो तपाईको च्यानलमा के पाइन्छ देख्न सक्नुहुन्छ, अबाउट लेख्न सक्नुहुन्छ। त्यो भनेको तपाईको अडियन्सले अथवा भ्युअर्सले तपाईको युट्युब च्यानलमा आइसकेपछि सबभन्दा देख्ने भनेको, सबभन्दा सुरुमा देख्ने भनेको च्यानल हेडर हो। माथिपट्टि तपाईले च्यानल हेडर राम्रोसँग गराउनु होला। र च्यानल हेडर कसरी गराउने भन्ने बारेमा यो तपाईलाई हामीले यो भन्दा अगाडिको भिडियोमा बताइसकेका छौं। अर्को भनेको भिडियो वाटरमार्क। अथवा तपाईले त्यो भिडियोको वाटरमार्क भनेको तपाईको नर्मली च्यानल आइकनलाई राख्न सक्नुहुन्छ अथवा तपाईको लास्टको बटम राइट कर्नरतिर अथवा तपाईले चाहिँ देख्न सक्नुहुन्छ टप लेफ्ट कर्नरतिर पनि राख्न सक्नुहुन्छ। नर्मली हामीले बटम लेफ्ट कर्नरमा भिडियोको लागि प्रत्येक भिडियोको लागि एउटा वाटरमार्क राख्छौं। त्यसले गर्दाखेरि यो तपाईको नै भिडियो भन्ने कुरा तपाईको त्यो भिडियो चलुन जरी लास्टैसम्म देखिनेछ। त्यसैले तपाईलाई हामीले पहिलो सिक्रेट खोलिसकेका छौं। के भन्दा च्यानल ब्रान्डिङ। च्यानललाई ब्रान्डिङ गर्नुपर्छ। सबभन्दा पहिला यो च्यानल यस्तो राम्रो छ भन्ने पार्नु पर्यो। त्यसको लागि के गर्नु पर्यो भन्दा तपाईले नाम राम्रो राख्नु पर्यो। तपाईले युट्युबको च्यानलमा नाम राखेको ट्याक्कै एकै पटकमा मान्छेको मुखमा झुन्डिने खालको हुनु पर्यो।
त्यस्तै गरेर तपाईँले त्यो राखेका कुराहरू चाहिँ एकदम ठिक छैन, यो च्यानलमा आएका एकदम अथेन्टिक छन् भन्ने कुरा पनि राख्न पर्यो। त्यस्तै गरी च्यानल आइकनमा चाहिँ सानो टुक्क पारेर राखिदिनुहोस् अनि हेडरमा चाहिँ क्लियर लेखिदिनुहोस् तपाईँले यो च्यानलमा के बताउनुहुन्छ, के गर्नुहुन्छ भनेर। र अर्को कुरा भिडियो हुन्छ। अब लागौँ सेकेन्ड अथवा दोस्रो चापीतर्फ। अब दोस्रो चापी खोल्ने त अब सेकेन्ड सेक्रेटमा हामी लागिरहेका छौँ। त्यहाँनिर तपाईँले अब यत्रो सबै काम गरिसकेपछि अब तपाईँले कन्टेन्ट गराउनु पर्नेछ। कन्टेन्ट त तपाईँले नर्मली भिडियोहरू गराउनुहुन्छ, तपाईँले स्क्रिन रेकर्डहरू गर्नुहुन्छ, तपाईँले कुनै पनि कुराहरू स्लाइडहरू गराउन सक्नुहुन्छ। त्यसपछि तपाईँले युज गर्नुपर्ने भनेको विभिन्न खालका फ्री टुल्स छन्। हो, हामीले तपाईँलाई यसरी तपाईँलाई बताइरहेका छौँ कि हो तपाईँले पेड सफ्टवेयरहरू किन्न सक्नुहुन्न, तपाईँसँग ल्यापटप पनि छैन, तपाईँसँग कम्प्युटर पनि छैन, तर तपाईँसँग मोबाइल छ, मोबाइल मात्रैबाट पनि त युट्युबमा मोनिटाइज गरेर पैसा कमाउन सकिन्छ नि भन्ने कुरा तपाईँलाई हामीले एकदमै बताउन गइरहेका छौँ, अथवा तपाईँलाई इन्करेज पनि गर्न खोजिरहेका छौँ। त्यसैले तपाईँले हेर्न सक्नुहुन्छ फ्री टुल्समा तपाईँले क्यानभा युज गर्न सक्नुहुन्छ। क्यानभा तपाईँलाई थाहा छैन भने तपाईँ प्ले स्टोर अथवा एप स्टोरमा गएर क्यानभा तपाईँले डाउनलोड गर्नुभयो भने यहाँबाट गएर तपाईँले विभिन्न किसिमका थम्बनेल्सहरू, पिक्चरहरू, थम्बनेल्स चटक्क पारेर तपाईँले सुरुमा देखिने कुरालाई चटक्क पार्नको लागि तपाईँले क्यानभा युज गर्न सक्नुहुन्छ। त्यस्तै गरी च्याट जिपिटी तपाईँले डिस्क्रिप्सन लेख्नको लागि अथवा विभिन्न खालका आइडियाहरू लिनको लागि तपाईँले च्याट जिपिटी जस्ता एआई टुल्सलाई पनि युज गर्न सक्नुहुन्छ। अब खास कुरा भनेको भिडियो एडिटिङ हो। तपाईँले भिडियो त गराइसक्नुभयो, तपाईँले रेकर्ड पनि गर्नुभयो, सबै कुरा भयो, तर त्यो कुरालाई प्रेजेन्ट गर्नुपर्छ अथवा प्रस्तुत गर्नको लागि पनि एक खालको आइडिया चाहिन्छ। त्यो पनि एउटा स्किलभित्र नै पर्छ। त्यसैले तपाईँले अब क्यापकट जस्तो एउटा भिडियो एडिटिङ सफ्टवेयर अथवा तपाईँलाई जुन सही लाग्छ, क्यापकट कहिलेकाहीँ चाहिँ वाटरमार्क आउने समस्या छ, त्यसलाई चाहिँ तपाईँले ख्याल गर्नु होला। वाटरमार्क यदि आयो भने भोलि मोनिटाइज भइसकेपछि त्यो भिडियोको भ्युज चाहिँ तपाईँकोमा आउँछ, त रेभेन्यू अथवा पैसा चाहिँ क्यापकट कम्पनीलाई जाने सम्भावना हुन्छ। त्यसैले सकेसम्म कुनै पनि एपहरू युज गर्दा, कुनै पनि सफ्टवेयर युज गर्दा त्यसको वाटरमार्क चाहिँ आउनु भएन है, लोगो आउनु भएन। त्यस्तै गरी भिएन, यो पनि फ्रीमै पाउने सफ्टवेयर हो अथवा एप हो। तपाईँले भिएन भन्ने सफ्टवेयरबाट पनि सजिलोसँग गर्न सक्नुहुन्छ। तपाईँलाई हामीले यो चारवटा भिडियो एडिटिङ सफ्टवेयर, इन्सर्ट अनि त्यसै गरी तपाईँलाई काइनमास्टर, यो चारवटा क्यापकट, भिएन, इन्सर्ट, काइनमास्टरमा तपाईँलाई कुनै पनि खालको कन्फ्युज छ, कसरी चलाउनु होला भन्ने कन्फ्युज भयो भने तपाईँले कमेन्ट बक्समा कमेन्ट गर्न नबिर्सनु होला। र क्यापकट कसरी चलाउने, क्यापकट कसरी युज गर्ने, अथवा भिएन कसरी युज गर्ने, इन्सर्ट कसरी युज गर्ने, काइनमास्टर कसरी युज गर्ने भन्ने बारेमा तपाईँलाई कन्फ्युज भयो भने कमेन्ट बक्समा कमेन्ट गर्न नबिर्सनु होला। तर त्यही अनुसारको हामीले तपाईँलाई भिडियो लिएर आउँछ। त्यसैले तपाईँले फ्री टुल्स युज गरेर क्यानभा तपाईँले बुझ्नुभयो, क्यानभा नर्मली थम्बनेल्सहरू गराउनको लागि युज गरिन्छ। त्यस्तै गरी च्याट जिपिटीबाट तपाईँले विभिन्न किसिमका आइडिया लिन सक्नुहुन्छ, डिस्क्रिप्सनहरू, टाइटलहरू, अनि यो कसरी अगाडि बढ्ने भन्ने बारेमा केही कुरा खोज्नु पर्यो भने त्यहाँ खोज्न सक्नुहुन्छ। क्यापकट, भिएन, इन्सर्ट र काइनमास्टरले तपाईँले बनाएको कन्टेन्टलाई कसरी प्रेजेन्ट गर्ने भन्ने बारेमा बताउन सजिलो हुनेछ। अब हामी सेकेन्ड सेक्रेट पछि अब थर्ड सेक्रेट, तर खासमा यो मोस्ट इम्पोर्टेन्ट फर्स्ट सेक्रेट हो। तपाईँलाई हामीले थर्ड नम्बरमा बताए पनि यो फर्स्ट हो। यो थर्ड सेक्रेट पनि खोलौँ भने त अब लागौँ थर्ड सेक्रेटमा। यहाँ फ्री टुल्स भए पनि यसलाई टिटिटी भनिन्छ है। टिटिटी भनेको टाइटल, थम्बनेल र ट्याग। यो मोस्ट इम्पोर्टेन्ट, सबभन्दा तपाईँको भिडियो राखिसकेपछि तपाईँले भिडियो त राख्नुभयो, तपाईँले कन्टेन्ट सबै राम्रो गराउनुभयो, अत्यन्तै मेहनत गर्नुभयो, यति धेरै सोचेर गराउनुभयो कि अब तपाईँको भिडियो खतरा अगाडि बढ्नेवाला छ, युट्युबले रिकमेन्ड गर्नेछ अनि भाइरल हुनेछ भन्ने हिसाबले जानु। तर त्यसमध्ये पनि तपाईँ सुरुमा गएर तपाईँले गर्नुपर्ने के भन्दाखेरि टाइटल हो। तपाईँ अब त्यहाँनिर गएर चाहिँ टाइटलमा लाग्नुहुन्छ। टाइटल भनेको तपाईँले भिडियो राखिसकेपछि भिडियो तपाईँले अपलोड गर्नुहुनेछ। अब कसरी अपलोड गर्ने भन्ने बारेमा तपाईँलाई हामीले योभन्दा अगाडिको भिडियोमा सिकाइसकेका छौँ। टाइटल चाहिँ एकदमै क्लियर खालको हुनुपर्छ, 100वटा क्यारेक्टरभित्र तपाईँले लेख्नुपर्नेछ। टाइटल लेख्दाखेरि टाइटल देख्दा बित्तिकै के होस् भन्दाखेरि कुनै पनि युजरलाई, भ्युअर्सलाई र युट्युबलाई तपाईँको भिडियो योसँग सम्बन्धित हो भनेर भन्नको लागि क्लियर होस्। त्यसैले टाइटल जहिले पनि क्लियर गराउनु होला। तर टाइटलमा भए जस्तै कुराहरू थम्बनेल्समा राख्न सक्नुहुन्छ अथवा फरक पनि राख्न सक्नुहुन्छ, तर टाइटल चाहिँ अत्यन्तै राम्रोसँग क्लियर। तपाईँले कुनै चिजसँग सम्बन्धित कुराहरू चाहिँ तपाईँ राख्न खोज्नु भएको छ भने हो, तपाईँ हामीले कुनै पनि सामान किन्यौँ भने बजारमा अथवा पसलबाट सामान किन्यौँ भने बाहिरपट्टि ठुलो अक्षरमा त्यो सामानको नाम लेख्नु, तर कम्पनीको नाम के हुन्छ, सानो अक्षरमा हुन्छ। ख्याल गर्नु भएको छ। त्यो टाइटल चाहिँ ट्याक्क आउनु पर्यो। यो के हो त, तपाईँ चिजबल किन्नुभयो, कुरकुरे किन्नुभयो, लेज किन्नुभयो, चाउचाउहरू किन्नुभयो भने टाइटल ट्याक्क नाम लेखेको हुन्छ हो। त्यसरी नै तपाईँ चट्ट नाम लेख्दाखेरि त्यो हेर्दै कस्तो होस् भन्दाखेरि हो यो चाहिँ यो हो भनेर मान्छेलाई एकदमै क्लियर गराउनु पर्नेछ हो। त्यो कुरा भनेको टाइटल हो। टाइटल कसरी लिने भन्ने कुरामा तपाईँले एआईलाई सहयोग पनि लिन सक्नुहुन्छ र तपाईँले कमेन्ट बक्समा गर्नु भने तपाईँलाई हामीले टाइटल कसरी लेख्ने भन्ने बारेमा पनि तपाईँलाई सिकाउनेछौँ। त्यसै गरी थम्बनेल, यो झन् मोस्ट इम्पोर्टेन्ट चिज। तपाईँले युट्युब सर्च गर्दाखेरि अथवा तपाईँको भ्युअर्सले युट्युबमा गइसकेपछि युट्युबले त देखाउने काम हो। युट्युब भनेको त प्लेटफर्म हो नि त। युट्युबले आफै भिडियो गराउनु त होइन, अरूका लिएका भिडियोहरूलाई तपाईँ हामीले अपलोड गरेको भिडियोलाई हाम्रा दर्शक सामु पुर्याउने काम कसको भन्दाखेरि युट्युबको।
थम्बनेल्स भनेको तपाईको बाहिर सुरुमा देखिने पिक्चर अथवा तपाईको भिडियो धेरै छ 8-10 वटा भिडियो छ भने त्यो भिडियोको अगाडिपट्टि देखिने प्ले हुनुभन्दा अगाडि देखिने एउटा पिक्चर अथवा तपाईको फर्स्टको स्क्रिनलाई के भनिन्छ भन्दा थम्बनेल भनिन्छ। त्यसैले थम्बनेल एकदम चटक्क पार्नुपर्छ। यदि हुन त भन्दाखेरि चाहिँ डोन्ट जज बुक बाइ इट्स कभर भनिन्छ, तर भित्र तपाईले भिडियोमा अत्यन्तै राम्रो गराउनुभयो, एकदम खतरा गराउनुभयो, कन्टेन्ट पनि राम्रो छ, तर यदि बाहिर तपाईले राम्रोसँग राख्नु भएन भने गाह्रो हुन सक्छ। जस्तै तपाईले एउटा चाउचाउको एक्जाम्पल लिनुभयो भने चाउचाउ एकदम तपाईले खोजे जस्तै चाउचाउ छ, भित्र चटक्क छ, त्यो हुँदा हुँदै पनि यदि तपाईले बाहिरपट्टि चाउचाउको यो नाम हो अथवा यो यस्तो छ भनेर बाहिर हेर्दै चाहिँ खाउ खाउ जस्तो खाले गराउनु भएन भने मान्छे के हुन्छ भन्दा त्यो चाउचाउ नखान पनि सक्छ। हो थाहा छ भित्र राम्रो छ, तर अहिलेको जमानामा मान्छे भित्र भन्दा पनि पहिला बाहिर हेरेर अनि बल्ल भित्र जाने गर्छ। हो त्यसैले तपाईले थम्बनेल चटक्क पार्नुपर्छ। टाइटलमा तपाईले कुरो बुझ्नुभयो, तर मार्केटमा गएर हामी यो बेच्दैछौँ, यो भिडियो छ, तपाईले भिडियोमा त विभिन्न टपिक राख्नुहुन्छ, एउटै खालको भिडियो राख्नुहुन्छ, एउटै जस्तो टेक्निकल तपाईको च्यानल हो भने टेक्निकल कुरा राख्नुहुन्छ, भ्लगसँग सम्बन्धित हो भने तपाईलाई भ्लगसँग सम्बन्धित राख्नुहुन्छ, अरूसँग सम्बन्धित हो भने अरूसँग सम्बन्धित राख्नुहुन्छ, तर प्रत्येक दिन एउटै टाइटल राख्नुहुन्न, टपिक चाहिँ फरक राख्नुहुन्छ। तर त्यो टपिक पनि मेरो यो है, तपाईँ किराना पसलमा जानुहुन्छ एउटा चाउचाउ पाइन्छ, कुरकुरे पाइन्छ, अर्को सामान पाइन्छ, दाल पाइन्छ, चामल चाहिन्छ, तर त्यो सबै सामान के हुन्छ छुट्टा छुट्टा टाक 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 राखेको हुन्छ। त्यसै तपाईँ हेर्दाखेरि ट्याक्क छुटिने खालको हुनु पर्यो। त्यसै थम्बनेलको कुरा बुझ्नुभयो, सुरुमा सबभन्दा मान्छेलाई अट्र्याक्ट गर्ने भनेकै थम्बनेल हो, त्यसलाई चाहिँ तपाईले एकदमै बुझ्नु होला। टाइटल गराइसकेपछि थम्बनेल। र अर्को भनेको ट्याग्स हो। तपाईँ हामीले कहिलेकाहीँ फेसबुकहरुमा युट्युबमा तपाईले ह्यासट्याग भनेर राख्छौँ नि, हामीले ह्यासट्याग भनेको के हो त खास, मान्छेलाई खोज्न सजिलो होस्। जस्तै तपाईको युट्युब भनेको एउटा ठुलै पसल हो नि त, डिपार्टमेन्टल स्टोर हो, त्यहाँ कोही पनि छैन, त्यहाँ अल्गोरिदमले काम गर्छ, अटोमेसन सिस्टम हुन्छ, र तपाईले ट्यागमा के राख्नुहुन्छ त्यो अनुसारको तपाईका भ्युअर्सलाई यसले पुर्याइदिने काम गर्छ। अथवा युट्युब भनेको त युट्युबले आफै पुर्याइदिने भन्दा पनि हामीले राखेको भिडियोलाई हाम्रा भ्युअर्ससँग पुर्याइदिने हो। त्यो पनि युट्युबसँग यस्तो खालको अल्गोरिदम छ, अटोमेसन सिस्टम छ, उसले आफै पत्ता लगाउँछ मसँग कनेक्टेड भएका भ्युअर्सहरू कस्ता छन् त, युजर्सहरू, उनीहरूले कस्तो भिडियोहरू चाहिरहेका छन् र उनीहरूले चाहे अनुसारको भिडियो मसँग अभाइलेबल छ कि छैन भनेको तपाईँ हामीले जस्तै अपलोड गर्ने, किन भन्दा हामी कसैले अपलोड गर्छौँ र अरू कसैले हेर्छ। त्यसैले सुरुमा सर्च गर्दाखेरि तपाईको ट्याग्सले पनि काम गरेको हुन्छ। ट्याग चाहिँ तपाईँ राख्न कहिले पनि नबिर्सनु होला। हो यसरी तपाईले तीनवटा बिग सेक्रेटहरू तपाईले थाहा पाइसक्नुभयो। यदि यो कुरालाई तपाईले राम्रोसँग फलो गर्नुभयो भने तपाईले 4000 घण्टा पाउनको लागि गाह्रो कुनै पनि छैन। र आज यो भिडियोमा हुन त हामीले यसपछिको भिडियोमा यो कुरा चाहिँ बताउन खोजिरहेका छौँ। आखिर यो एनालिटिक्स अथवा अल्गोरिदमले कसरी काम गर्छ भन्ने बारेमा तपाईले सबभन्दा पहिला जान्नु पर्नेछ। तपाईले भिडियोमा कन्टेन्ट राख्नुहोस्, कन्टेन्ट एकदमै बबाल हुनुपर्छ, कन्टेन्ट नै सबभन्दा ठुलो कुरा हो। कन्टेन्ट राखिसकेपछि चटक्क लाएर चाहिँ तपाईले टाइटल राख्नुहोस्, थम्बनेल त्यस्तै खालको राख्नुहोस्, भिडियो एडिटिङ चटक्क पार्नुहोस्, भिडियो वाटरमार्क, च्यानल हेडर, आइकन, ब्रान्डिङ सबै चटक्क ट्यागहरू राखेर चट्ट पार्नुभयो। तपाईले भिडियो राखिसकेपछि सबैभन्दा पहिला भिडियोले के गर्छ युट्युबले के गर्छ भन्दाखेरि तपाईको भिडियोलाई हेर्छ र सुरुमा त्यो तपाईको भिडियो कस्तो छ त भनेर एनालाइज गर्छ। त्यो मान्छेले हेरेर हेर्ने हो कि अटोमेसनले, र त्यो भिडियो के गर्छ भन्दाखेरि सुरुमा तपाईको 100 जना मान्छेलाई पठाउँछ। हेर्नु सुरुमा 100 जनालाई फाल्दिन्छ यो, र 100 जना मान्छेलाई फाल्दाखेरि 100 जनामा मिनिमम चाहिँ 5 जनाले 5% भनेको हुन्छ नर्मली 3 देखि 5% भनेको 100 ठाउँमा 100 जनालाई यसले भिडियो देखाइदियो भने, यो भिडियो छ भनेर युट्युब खोल्दाखेरि आउने गराइदियो भने 100 जना मध्ये 5 जनाले त्यो भिडियो हेरे भने तपाईको फेरि अर्को 100 जनालाई पठाइदिन्छ, र अर्को 100 जनाले हेरे भने फेरि अर्को 100 बाट 500, 500 बाट 1000, 1000 बाट लाख, लाख बाट करोड भएर यसरी भिडियो भाइरल हुने सिस्टम अल्गोरिदममा हुन्छ। तर अब सुन्नुहोस्, अर्को कुरा पनि गरौँ। तपाईको भिडियो 100 जनालाई पठाइदियो युट्युबले, तर कसैले पनि त्यसलाई खासै क्लिक पनि गरेनन्, हेरेनन् भने युट्युबले के गर्छ भन्दा यो खासै त्यस्तो रहेनछ भन्ने उसले सर्वे गरे अनुसार उसले खासै राम्रो फिडब्याक नपाएको बुझ्छ र तपाईकोमा भ्युज आउँदा 10 भ्युज, 20 भ्युज, 40 भ्युज, 50, 100 भएपछि रोकिने कारण भनेकै त्यही हो। त्यसैले तपाईले जहिले पनि गराउँदाखेरि कन्टेन्ट गराउँदा बरु दिनमा एउटा गराउनुस्, हप्तामा एउटा गराउनुस्, केही छैन, तर एउटा स्पेसिफिक टाइम पिरियड गराउनुस्। साँझमा भिडियो अपलोड गर्ने साँझमा गर्नुस्। नर्मली टाइम भनेको बिहान 7 देखि 9 मान्छे कहिलेकाहीँ धेरै जस्तो खाली हुन्छ र साँझमा 6 बजेपछि खाली हुन्छ। त्यही भएर 6 देखि 8 को बिचमा, बिहान 7 देखि 9 को बिचमा भिडियो अपलोड गर्ने गर्नुस्। र भिडियो अपलोड गर्दाखेरि के गर्नुपर्छ भन्ने बारेमा पनि तपाईलाई हामीले भिडियो लिएर आउनेछौँ। त्यसैले तपाईले अल्गोरिदम पक्कै पनि बुझ्नुभयो। तपाईको थम्बनेल तपाईको सुरुमा देखिने पिक्चरबाट नै
के भन्छ कतिले क्लिक गर त भन्ने हुन्छ कतिजनाले क्लिक गरे त्यही अनुसार युट्युबले के बुझ्छ भन्दा यो भिडियो चाहिएको भिडियो भन्छ र त्यही खालको इन्ट्रेस्ट भएका भ्युअर्सलाई के गर्छ भन्दा मसँग यो भिडियो आएको छ ल यो हेर है भनेर पठाइदिएको हुन्छ हो त्यसलाई भनिन्छ युट्युबको रिकमेन्डेसन जहिलेसम्म युट्युबले रिकमेन्ड गर्दैन तहिलेसम्म हाम्रो भिडियो भाइरल हुन गाह्रो हुन्छ हाम्रा मात्रै फलोवर्स हेरेर हुँदैन फलोवर्स भन्दा पनि नन फलोवर्सलाई पनि युट्युबले पठाइदिएको हुन्छ त्यसैले यो अल्गोरिदमलाई बुझेर तपाईँले काम गर्न सक्नुभयो भने अत्यन्तै राम्रोसँग काम गर्नुहुन्छ तपाईँलाई युट्युब र फेसबुकसँग सम्बन्धित कुनै पनि खालको भिडियोहरू यो भए हुन्थ्यो भन्ने चाहिएको छ भने तपाईँले कमेन्ट गर्न नबिर्सनुहोला र यो भिडियो तपाईँलाई मन परेको छ भने लाइक कमेन्ट सेयर गर्न नबिर्सनुहोला र तपाईँको एउटा लाइक र एउटा कमेन्टले गर्दा हामीलाई पनि अझै यस्तो खालको भिडियोहरू बनाउनु पर्छ भन्ने ऊर्जा थपेर आउँछ धन्यवाद